भ्यू पनि कति राम्रो छ, मान्छे पनि राम्रो छ। होइन होला के हो क्याब खोल्नुहोस् त। मेरो बेबीलाई हाई गर्दै आउनु। हेलो अघि मैले जिस्केर भनेको सिरियस नलिस र भाई साहब कुछ ज्यादा नहीं हो गया ये? मतलब कुछ फेरि मलाई दोष लाउँछ उता भन। वेलकम ब्याक टु मिस प्रेनम। हजुरहरूलाई स्वागत छ फेरि पनि नयाँ भिडियोको साथमा। म आइसकेँ। होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि ठिक छु, एकदम आरामै छु है। सो आज चाहिँ मलाई बिहानै कस्तो रिसेन्टली के भयो भने नि, म बिहान चाहिँ आनन्दले बसिराखेको थिएँ। आज म ढिलै उठेको थिएँ नि त। अनि मेरो भाइले चाहिँ मलाई फोन गरेर के भनेको थियो भने होइन, अनि दिदी तेरो लागि एउटा गिफ्ट पठाइदिएको छु, एउटा मान्छे आउँछ गएर लिग है भनेर भनेको थियो है। अस्तिदेखि हुन्छ भने मैले त सोच्नै सकेको थिएन के। अनि टक्क मेरो भाइले मलाई भन्यो। अनि म बिहान पनि मेसेज गर्यो क्या भाइले, ओए यो नम्बरमा कल गर, त्यहाँ मान्छे आएको छ घरमा, गएर सामान रिसिभ गर है भनेर भन्यो। म त हुन्छ भनेर कल उयो नम्बर लिगेँ। अनि नम्बर लिगेँ अनि मलाई फोन त आएको थिएन। म नि घरको कामले हल्का बिजी नै थिएँ क्या। अनि गेट खोलेर घरभित्र छिर्छ बा। म त ल सरप्राइज भइरहेको क्या। मेरो भाइले त मलाई त सरप्राइजकै अचानक दुबईबाट आएछ, कसैलाई खबर नगरिकन के। एकदमै म त ल एकदम मेरो त रियाक्सनै सकिङ। अनि आउने बेला त भएको पनि थिएन। अनि मैले त सोच्नै सकिनँ क्या भाइले झुट बोल्न लागेको हो कि जस्तो लागेको थियो। अनि अस्ति नै सोद्धाखेरि कहिले आउने कान्छ भन्दाखेरि खोइ छुट्टी एप्रुभै भएको छैन, सेप्टेम्बरमा हुन्छ होला भनेर भनेको थियो। अनि म त होला नि त भनेर बसिराखेको थिएँ है। लास्टमा त भाइ त अचानक आइपुग्दाखेरि त ढोकामा पुग्दाखेरि त म त ल रुम कि हाँसुम भइदिरहेको थिएँ। अझै भयो नि मेरो एकदम माया लाग्ने सानो भाइ हो है। सानैदेखि एकदम धेरै माया गरेर पुलपुलाएर हुर्काएको भाइ हो। अनि यसरी आउँदाखेरि त है म त सरप्राइज भइरहेको क्या। अनि यसो आएर खायो खायो, भाइलाई पिटे पनि एकचोटि यसरी आउँछस् भनेर। अनि त्यहाँबाट अहिले चाहिँ अनि फेरि मैले हाम्रो मिस एङ्ग्री र सेल्नालाई चाहिँ भनेको छुइनँ कि मेरो भाइ आउँदैछ भनेर। तिनीहरूलाई पनि अनि भनेको छुइनँ। अब तिनीहरूले पनि तिनीहरूको रियाक्सन, अब सेल्नाले त चिनेको छैन होइन, हाम्रो मिस एङ्ग्रीले त चिन्छ नि त, मेरो भाइलाई राम्ररी नै चिन्छ। अनि अहिले लिएर जाँदैछु तिनीहरूको रियाक्सन देखाउनलाई। मसँग कोही मान्छे आउँदैछ है भनेर चाहिँ तिनीहरूले को भनेर सोचेको छैन, कुनै केटी नै होला, राइडर ग्रुपकै होला भन्ने सोचेको होला। अब जाँदाखेरि तिनीहरूको रियाक्सन म हेर्नु छ क्या। मलाई थाहा नै छ हाम्रो मिस एङ्ग्री र सेल्ना चाहिँ जहिले पनि लेट गर्ने मान्छेमा पर्छन्। तिनीहरूलाई चाहिँ आज मैले पनिसमेन्ट के राखेको छु भने नि, जो ढिलो आउँछ खाजाको बिल त्यसले पेमेन्ट गर्ने हो। अरू बेला चाहिँ हामी खाजासाजा खाँदाखेरि सधैँ डिभाइड गरेर होइन, जे खाए पनि हामी तिनजनाले डिभाइड गरेर पेमेन्टहरू गर्ने गर्थ्यौँ है। अनि आज चाहिँ 3:30 बजे भेट्ने भुत खेल्ने र, तर त्यहाँनिर 3:30 बजेभन्दा 1 मिनट पनि जो ढिलो हुन्छ त्यसले चाहिँ पेमेन्ट गर्नुपर्छ है भनेर मैले पनिसमेन्ट राखेको छु क्या। केटीहरूले हुन्छ भनेको छ, लास्टमा मै ढिलो होला जस्तो छ। तिनीहरू चाहिँ आउँदै होला त्यहाँनिर होइन। म चाहिँ पुग्न पनि लागिसकेँ अन टाइम, त्यस्तै हो। अनि अघि चाहिँ भाइसँग म यसो के भन्छ उता गएको थिएँ, एटिएमतिर गएको थिएँ। भाइले दिराम छापेर लिएर आएको छ नि त, दिराम। भाइको दिराम सकाइदिनको लागि एटिएम कुदाइहालेँ भाइलाई। अनि भाइले चाहिँ मलाई स्पेसल गिफ्टहरू पनि कति धेरै लिएर आइदिएको छ है, चक्लेट्स, अनि त्यहाँबाट मेरो लागि एक्सन क्यामेरा, अनि त्यसपछि परफ्युम है। अनि कस्तो खुसी लागिरहेको छ कि मलाई त। अब हुन्छ नि सानो भाइ, अब आज आउँदाखेरि दिदीको लागि यस्तो एक्सपेन्सिभ गिफ्ट। अब त्यो एक्सपेन्सिभको त मतलब भएन, जे भए पनि मेरो भाइले, मभन्दा सानो भाइले मेरो लागि एउटा त्यो गिफ्ट ल्याइदिनु नै भनेको मेरो लागि सबैभन्दा ठुलो कुरा हो है। अनि म त ल कस्तो खुसी भइरहेको कि त्यो खुसी चाहिँ म व्यक्त गर्नै सक्दिनँ क्या, कसरी भनेर व्यक्त गर्नै सक्दिनँ क्या। त्यही हो। अनि जाँदैछु, साथीहरूलाई चक्लेट पनि दिनु पर्यो, मेरो भाइलाई पनि भेटाउनु पर्यो भनेर।
आउने बित्तिकै रेस्टै गर्नु नदिकन भाइलाई कुदाउँदैछु। अब भाइले मलाई मनाङ मुस्ताङ घुमाउन लैजानु पर्छ नि भन्दैछ। अब हेरौँ मनाङ मुस्ताङ पनि पुगिन्छ जस्तो छ यो पालि त भाइसँग। के गर्नु बल्ल बल्ल आएको त छुट्टीमा पुऱ्याउनु त पर्ने होला। मम्मीले पर्मिसन दिनुभयो भने अभियसली लगिन्छ। मजाले कुरा गर्दा गर्दा आइपुग्न लागिसक्यो भुटखेलमा पनि, तर केटीहरू आइपुगेको छैन होला। मेरो भाइ चाहिँ फेरि एकदम सिङ्गल हो है, कस्तो ह्यान्डसम छ। भ्लगमा हेरेर कसैले आँखा नलगाउनु है, नलगाउनु। खानदानको सबैभन्दा ह्यान्डसम प्रो म्याक्स हो मेरो भाइ त। आया कति बजे कान्छ? ओइ कति बज्यो? ठ्याक्कै 3-7 धेरै चाँडै आइएछ त यार। हामी के गर्ने, 3-7 त धेरै चाँडै भयो। 3:30 भनेको थियौँ। यस्तै हुन्छ क्या मसित जहिले पनि होइन। म अन टाइम मतलब 3:30 म 3:25 पुग्ने हिसाबले आउँछु भनेको, तर लास्टै चाँडै आइपुग्यो कि म। अब आधी घन्टा त म तिनीहरूलाई कुर्नै पर्छ, आधी घन्टा क्या 20 मिनट कुर्नु पर्छ। त्यही पनि तिनीहरू अन टाइम आयो भने मात्रै त हो नि। अब यहाँनिर बसेर कुर्नु पर्यो मेरो भाइ र म चाहिँ होइन। मास्क लिनुपर्ने एउटा है। तिनीहरूले चिनिहाल्छन् नि तँलाई मास्क साक्स लगाएन भने त। तिनीहरूलाई नभन्ने के को भनेर कसलाई बोकेर आएछ मिस भेनमले भनेर सरप्राइज होस् न एकछिन होइन, सक्ट होस् न। यो चाहिँ मेरो नयाँ क्यामेराबाट भ्लगिङ हुँदैछ है, मेरो भाइले ल्याइदिएको नयाँ क्यामेरा। अनि यहाँ चाहिँ हुनुहुन्छ मेरो भाइ, कति अग्लो हो क्या मेरो भाइ त। म चाहिँ यत्रो देखिन्छु क्या सर, कस्तो ह्यान्डसम चाहिँ हेर्नु न। बिना हान्दा भन्छ यसले चाहिँ। म यसको दिदी हो नि त, तर मलाई चाहिँ कहिले पनि दिदी भनेर बोलाउँदैन कि। जहिले पनि त दिदी भन्न भन्छु, त मेरो भाइ हो भन्छ कि। कहिले पनि मलाई दिदी भन्दैन कि यसले चाहिँ। दिदी भन्छु, ओ भाइ भन्छ कि। जहिले पनि भाइ नै हो कि, दिदी कहिले भन्दैन। न तपाईँ भन्छ, जहिले तपाईँ भन्नुहुन्छ त्यो पनि मान्दैन। यस्तो छ यस्तो। ओइ हाई भन्नु। Hello guys, हातले यस्तो how are you today? Me no good. यही हो ढिलो गर्ने मान्छे महाप्रो म्याक्स। फेरि मलाई दोष लाउँ उता भन्। मैले ढिला गरेँ। यता बाइक ढिलाकै थिएन। यता बाइक निकाल्दाखेरि टाइम लगाएको थियो कि। ओइ किन निकालिनुहोस्? ओइ मेरो बेबीलाई हाई गर्दै आउनु। हेलो। अघि मैले चिस्केर भनेको सिरियस नलिस र। मेरो बेबीलाई भेट्न। भेटेँ रे मेरो बेबीलाई। ल हिँड तिमीहरू अगाडि हिँड। त्यो अस्ति नै तिमी र म बसेको थियौँ नि, वहाँनिर टोखाको सुकुटी खाने ठाउँमा, त्यहाँनिर जाउँ है। तलबाट झरेर त्यहीँबाट माथि हाल्ने कि। मेरोमा पनि छैन, एक घरको मात्रै छ। ल चिनेको छैन, कसलाई चाहिँ बोकेर आयो भनेर एकदम सक भइरहेको छन् कि यिनीहरू होइन। ल यिनीहरूलाई अचम्म लागिरहेको छ है, को केटा बोकेर आयो भनेर। यिनीहरूको मनमा चाहिँ कति धेरै क्वेसन छ। डाइरेक्ट अब यिनीहरूले क्वेसन पनि सोध्न सकिरहेका छैनन् नि त। म कतिखेर चाहिँ यिनीहरूले चिन्छन् होला भनिरहेको छु क्या म। अनि मैले भाइलाई पुरै मासला मैले पुरै भाइलाई होइन मास्क साक्स लगाइदिएर टोपी क्याप लगाएर लिएर आएको छु नि त। त्यसले त्यो एक्सपेक्टै गर्न सकेको छैन कि, किनकि हिजो भर्खर एङ्ग्री चाहिँ फोनमा बोल्दाखेरि होइन, कहिले आउँछौ भाइ भन्दाखेरि दिदी छुट्टी नै मिलेको छैन भनेर एङ्ग्रीलाई भनिरहेको थियो नि त। अनि त्यसले चाहिँ सोच्नै सकेको छैन क्या मेरो भाइ आयो भनेर। अब वहाँ पुगेर मेरो भाइले क्यापहरू खोल्दाखेरि चाहिँ रियाक्सन हेर्नु मन छ क्या मलाई। मेरो बाइकमा त पेट्रोल पनि छैन क्या दाजु। जाडो हुन्छ कि क्या हो, जहिले यस्तो मोटो मोटो कपडा लाएर हिँड्छ भनेको अचम्म पर्छु है। यस्तो घाम टल्टै लागिरहेको हुन्छ, त्यही पनि यस्तो मोटो हुडी लगाएर हिँडिरहेको हुन्छ। अहिले पनि त्यत्रो बाक्लो उलेनको कपडा लगाएर आइरहेको छ भने यस्तो घाम छ, चर्को घाम छ। के हो लास्टै कोल्ड ब्लडेड रहेछ कि क्या हो। म कोल्ड ब्लडेड भनेको त हाम्रो सेलना त झन् धेरै कोल्ड ब्लडेड रहेछ यार। भाइ ओइ के भन्छ त्यो पेट्रोल भर्ने बेलामा के पेट्रोल भर्ने बेलामा त अलि उतापट्टि फर्केर बस है। त्यसले नचिनोस् के, माथिसम्मै नचिनोस्।
त्यही पेट्रोल पम्पमा जान है। अब चाहिँ हामी यहाँ पेट्रोल भरेर जान्छौँ। मेरोमा नि पेट्रोल छैन, हाम्रो मिस एङ्ग्रीकोमा नि पेट्रोल छैन। पेट्रोल चाहिँ हाल्नुपर्ने हुन्छ है। जा, यतै छ होला वासरुम, सोधेर जा न। झर झर हाना हान पराउ न एकचोटि बरु। तिमीलाई चाहिँ साह्रै जाडो भयो। ए भगवान्, बाइकको पेट भरेर निस्किसक्यौँ। अब माथितिर जानुपर्छ। मेरो बाइकले पेट भर्यो, मजाले भर्यो। भाइ ओइ, त त साह्रै मोटा आइसक्छ यार। मेरो बाइकले त भारी भयो त। म मोटाको होइन, त मोटाको हो। भाइ भन्नु नि नसुहाउने खालको छ, दाइ भन्नुपर्छ। मेरो खुइते हो नि त, मेरो खुइते। साँच्चीकै भनेको बाइकले थाम्दैन त। मेरो भाइ त लास्ट मोटा आएछ, मोटे। तँलाई डर त लागेको छैन नि? डर त लागेको छैन नि पछाडि बस्दा? अनि तेरो ठाउँमा विदेशमा त अनि यसरी चलाउँदैन नि त। विदेशमा त यसरी चलाउँदैन नि त। जे भए पनि ट्राफिक रुल्सहरू टायर्ड हुन्छ, एकदम राम्रो सिस्टममा हुन्छ, अनि यसरी चलाउँदैन। अनि डर हुँदैन भनेको के? डर लाग्छ कि छैन? डर लाग्छ कि छैन? फुल ट्रस्ट हो दिदीमाथि? कतिको ट्रस्ट छ तँलाई चाहिँ? कतिको ट्रस्ट? अनि केटी मान्छेको पछाडि छस् नि त हो। कतिको ट्रस्ट छ दिदीमाथि? त्यो कुरा सोध्दैछु मैले। हेर, नबोलेको कतिको ट्रस्ट छ दिदीमाथि भनेको भन्नै सकेन। भनेपछि यसलाई ट्रस्ट नरहेछ, कता लगेर खाल्टोमा हाल्छ कि भन्ने चाहिँ भएको रहेछ है मेरो भाइलाई। म त्यसै पनि लडेको भिडियोहरू मेरो हेरिराखेको हुन्छ। के गरेर चलाउँछस् भाइ, के गरेर चलाउँछस्, हालिस् त खाल्टोमा भनिराखेको हुन्छ। त्यसै पनि त्यही भएर होला बोलेन। ट्रस्ट छ नि भनेको बोलेन। यसले नसुनेको हो कि यसले यसको एन्सर दिन टाढो छ भनेर नदिएको थाहा छैन। हाम्रो सेलना र इङ्ग्रेजी पछाडि पछाडि आइरहेको छ। यतै हो कि जस्तो लाग्यो थियो। यहीँ हो कि यहाँ हो कि होइन? यहाँ नि होइन रहेछ। यस्तै गल्ली गल्लीमा हो कि जस्तो लागेको थियो, तर होइन रहेछ हौ। अझै माथि हो र भनेको झोर कट्नु पर्थ्यो र कस्तो कन्फ्युज भयो कि म। ए यो हो, यो हो। ओके 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 ओके, यो हो यो हो। हामी चाहिँ यहाँ खाजा खाने ठाउँमा आइपुग्यौँ होइन। अब चाहिँ झर कान्छ नखोल है, अझै माथि पुगेपछि खोल्ने है, नखोल है। झगडा गर भन्दैछु त, म रेफ्री बनिदिन्छु। हान 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 हान्देऊ हान्देऊ। मलाई स्यास्या भइहालेँ। चराको गुडमा मान्छे रहेछ है। कता बस्ने, कता बस्ने त? उतापट्टि नि प्याक हो होइन? उतापट्टि नि प्याक हो भनेको। हान्देऊ न। हुन्छ हुन्छ। ल हामी चाहिँ यहाँ आइसक्यौँ। तिमीहरूको मनमा कति धेरै क्वेसन होला है, को हो भनेर? को? किन? किनकि म तिम्रो आँखा चिम्लेर विश्वास गर्छु। को हो जस्तो लागेछ त? भाइ। को भाइ? को भाइ?
निकेशको साथी निकेशको साथी हो कि निकेशको साथी हो मैले कस्तो गेस गर्छु कि निकेशको साथी हेलमेट खोल्नुहोस् त क्याप खोल्नुहोस् त निकेशको साथी हो निकेशको साथी हो निकेशको साथी मेरो भाइ हो म बिहान आउँदाखेरि म आफै सर्ट के मेरो त फर्स्ट टाइम भयो नि म त कसम उयो भन्ने निकेशकै साथी भन्ने चाहिँ मलाई थियो भाइ हो भन्ने चाहिँ थियो होइन कसरी आएको भने चाहिँ थाहा थिएन कि कसरी थियो कसम भित्रै मनदेखि त्यस्तै लागिरहेको थियो क्या मलाई कसम भगवान् कसम मलाई त्यस्तै लागिरहेको थियो भित्रै मन अनि के भन्छ चक्लेट तिमीहरूको लागि भाइ आज यार म होइन बसिरहेको थिएँ कि म पनि सरप्राइज भएको भने त्यस्तो सरप्राइज दिएर आएको म त यस्तो हेरेको भएको कि म त कसम कस्तो साइको भयो अनि किन बेबी हो भनिरहेको त नि तिमीहरूलाई यस्तो हो बेबी भनेर म त छक्क गर्दिरहेको एकैछिन 5 मिनट टाइम दिनु न है बेला मलाई फुस्किन त साथी हो भन्ने हामी चाहिँ यहाँनिर अब खाजा खाएर आँटेको राम्रो फुलहरू छ यहाँ राम्री मान्छे नाचेर आएर ओए तिमीलाई के झोक चलेर यत्रो स्वेटर लगाएर आएको तिमी जाडो भइरहेको थियो कि नुहाएर यस्तो गर्मीमा पनि जाडो हुन्छ अरे मेरो चाहिँ एकदमै चिसो लागेको छ कि ओके लगान्छु छोडेको छ यिनीहरूले मान नचकेर अब यता हो नाच न कस्तो राम्रो छ क्या यता चाहिँ होइन आउँदैन मात्र यस्तो मात्र नाच्दिएको फुलहरू तर कति मजाले फुलहरू रोपेको छ क्या यहाँ चाहिँ कस्तो राम्रो लाग्छ यहाँबाट चाहिँ भ्यूहरू पनि भब्बाले देखिन्छ है कस्तो दामी भ्यू देखिएछ ल हेर्नु भ्यू पनि कति राम्रो छ मान्छे पनि राम्रो छ सम्झिने मान्छे त राम्रो कसले भन्छ तिमीलाई आफूले राम्रो भन्दै बस्छ न तिमी अरूले नभने पनि आफूले राम्रो नभन साथी छैनौ तिमी त्यस्तो नभन न भन्दैन ल छ राम्रै छौ राम्री नै छौ तिमी कस्तो दामी देखिएछ ल आइज मैले मुख देखाउनलाई ल राम्री नाच्दै भयो फेरि खुब राम्री देखेछ भने होला है गीत गीतै आउँदैन फुलकुमारी नाच्छ तिमीहरूले कस्तो क्यामेरा त्यसो बोलायो आइज आइ बिल आयो अरे बिल कस्तो राम्रो फुलहरू छ क्या यहाँ चाहिँ कस्तो राम्रो लाग्छ कि यो चाहिँ मलाई एकदम राम्रो लाग्छ है राम्रो छ A few moments later. जाऊँ ब्याङ्क लुट्न ब्याङ्क लुट्न जाने भए जाउँ है ब्याङ्क लुट्न जाने भए जाउँ है जाउँ ठ्याक्कै ब्याङ्क लुट्ने जस्तो देखाएको छ कि छैन छ नि मलाई पनि 50 मैले दुःख गरेर लुट्ने तर 50 सँगै हिँड्ने भयो मात्र तिमी पनि जाऊ न म पो जानु मिलेन त तिमी चाहिँ किन मिलेन फेस्टिभल मिल्छ भनेर होइन म बाहिर तिमीहरू पैसा लिएर आऊ अनि म यसो हामीले लुट्यौँ भने साना पहिला पर्ने तिमी नै हो तिम्रो फेस्टिभल मिल्छ म चिन्दिनँ है गाइस यिनीहरू पो तिमीहरू अहिले आएर चिन्दिनँ अबदेखि हामीलाई लिएर नहिँड्ने अबदेखि हामी चिन्दैनौँ बाइक नघुमाइदिने अबदेखि ओहो कति राम्रो नाचेको नानी म चाहिँ होइन टक्कसँगले भाइको क्याप भाइको ज्याकेट भाइले त सबै दिइहाल्यो लगाइदिनै पर्यो के गर्नु तर यो ज्याकेट चाहिँ मैले भाइलाई गिफ्ट किनिदिएको थिएँ भाइले जे होस् बाहिर पुगेर पनि फर्काएर चाहिँ लिएर आएछ यस्तो सम्हालेर राखेको रहेछ मेरो भाइले ज्याकेट के भन्नु ओए तिमीहरूलाई थाहा छ यो ज्याकेट मैले भाइलाई नै गिफ्ट किनिदिएको थिएँ होइन फर्काएर लिएर आएछ फेरि दिदीले किनिदिएको गिफ्ट भनेर सजाएर राखेको रहेछ मेरो भाइले है भन्नु कुरा छ भन्नु
स्टार्ट चाहिँ सुरु भयो पसलदेखि गरौँ मार्ला तेरो मान्छेले अलिअलि त छ होला नि त होइन म त लुट हुन्छ मस्तले कमाइ हुन्छ जस्तो लाग्यो यत्रो मान्छेहरू आउँदो रहेछन् सुरुमा चाहिँ ब्याङ्क लुट्नुभन्दा अगाडि यो मात्रै यो लुटेर जाउँ न जाउँ बाइक फर्काएर बस्छु पक्का हस् बाई बाई पक्का लुट्ने पक्का लुट्न तर यो कुरा चाहिँ सिक्रेट है ल ल ल कसैलाई पनि नभनौँ है ल म भरे भ्लगमा पनि हालिदिनु है ल हुन्छ ल डिल भइसक्यो साथी बाइक त फर्काउँछ कसले आऊ त यार ल बाइक फर्काउन पनि बोलाउँछ यार ल यो समाउ आज प्रायः हुन्छ यिनीहरूलाई लास्ट पेज त हाने क्या मेरो किन साथी बाइक फर्काउन नसक्ने मान्छे चाहिँ यही हो है फेरि फर्कायो ल केटीले स्ट्यान्ड हटाउनु पर्छ क्या साथी पहिला सुरु अनि पल्टिहाल्यो पनि स्टाइलले पछ्याउँदा कति दुःख छ ल हेर्नुहोस् इगो हट भएछ केटीको इगो हट भएछ म तेरो पछाडि बस्नु त होला नि भाइले चाहिँ मेरो बाइक चलाउँछ ओ बिस्तारै गर ल अब चाहिँ म होइन मिस एङ्ग्रीको पछाडि बसेको छु अनि के भन्छ यहाँबाट चाहिँ अब यसो मेरो सिधै बेङ्गलोरमा जाने रे यसो सामान किनकान गर्नुपर्ने छ होइन मेरो भाइले चाहिँ बाइक चलाइराखेको छ अनि हाम्रो मिस एङ्ग्री चाहिँ यहाँनिर हुनुहुन्छ होइन अनि हाम्रो सेल्डा म्याम पछाडि हुनुहुन्छ सो म चाहिँ आजको भ्लग यहीँनिर इन्ड गर्न चाहन्छु किनभने मैले बाइक चलाएको छुइनँ नि त म आज पिलियन प्यासेन्जर छु त्यही भएर मेरो भ्लग चाहिँ आज यहीँ इन्ड हुन्छ होइन सी यू अन नेक्स्ट भ्लग बाई बाई एभ्रिवान थ्याङ्क यू फर वाचिङ बाई बाई लभ यु एभ्रिवान बाई चिचाउनु त पर्यो नि होइन नयाँ क्यामेरा यसो आएको छ नयाँ क्यामेराबाट भ्लग बनाउनु पाइरहेछ कस्तो खुसी लागिरहेछ आफूलाई